के अरे आज चाहिँ होइन कुखुराको खुट्टा पोल्दैछ होइन हेर्नु त गाइज चुराउनु खोर्सानी अनि लसुन मुखमै थुक आइसक्यो दामी मिठो हुन्छ त दाइ हुन्छ यसलाई हामीले किन्यो बजारमा किनेर यसलाई अब उसिएर यसलाई सफा गरेर फेरि हामीले आधी घन्टा उसिआएर भोलि चाहिँ हुँदैन अहिले माछाहरू यसरी निस्किरहेको छ होलीमा है हामीले होलीमा ह्याप्पी होली है गाइज हो धेरै पाकेर मासु पनि हटी र मासु मिक्स हेर्नु तपाईँहरूलाई अब नेक्स्ट टाइम चाहिँ भैँसीको टाउको लिएर आउँछ खुट्टा चाहिँ खुट्टा आमा खुट्टा कम त मिठो हुन्छ आमा हेर्नुहोस् यस्तो पाकेर है हामीले उसिएर धेरै आधी घन्टा जस्तै उसिएर आधी घन्टा यसमै सेवा जस्तै बनाएर मासु र हड्डी छुट्टै छुट्टै बनाउन हेर्नुहोस् मासु र हड्डी छुट्टै कम त मिठो हुन्छ मासु र हड्डी छुट्टै यसले चाहिँ सुकाउ जस्तै सुकाएर राख्यो हेर्नुहोस् नभए यतै हेर्नुहोस् आगो टक्क बालेर यसलाई छुट्टै भनौँ न छुट्टै मिन्जी ताईले कहाँ आसल बा ओ आँगा कहाँ आसल खतरा छिकुआ सो मन ये बिना तू तो छिकुआ इधर बिले भयो अब